नेपालको 4200 मिटर माथि छौँ। तपाईहरुलाई यो दृश्य देखाउँदैछौँ तिम्बुङ पोखरीबाट। एकदमै राम्रो मौसम खुलिरहेछ। यो मौसम चाहिँ सायद भाग्यमानीले मात्रै भेट्छ होला। र तपाईहरुलाई पनि तिम्बुङ पोखरी आउनु गाह्रो भएको छ, हिँड्नु गाह्रो छ भने यही भिडियो हेरेर तपाईले पनि तिम्बुङ पोखरीको दर्शन गर्न सक्नुहुनेछ। एकदमै राम्रो घरमै बसेर पनि अवलोकन गर्न सक्नुहुनेछ। हामी हिँडेर आएको छौँ भने तपाईहरु भिडियोमा हेरेर आउन सक्नुहुनेछ। यहाँ सिलाङ साकमाको पनि बोल्दै बोल्दै सास बढिहाल्छ। 4200 मिटर माथि छौँ। त्यसमा तपाईहरुले धेरै दुःख गर्नु पर्दैन। अलिकति तपाईले पहाड हिँड्नेको अनुभव छ भने सजिलै आउन सक्नुहुनेछ। तैपनि तराई हिँड्नको लागि पनि स्टेप बाइ स्टेप आउनु होला। एकैचोटि तपाई कालीखोलाबाट माथि गोठी स्टेसनमा आउनुभयो भने त्यहाँको एल्टिट्युडले तपाईले धेरै सहज बनाउनेछ। र त्यहाँदेखि बिस्तार आएर रेड पाण्डा होमस्टेसम्म आइसकेर त्यहाँ एक दिन बसेर तपाईले यहाँ यो दर्शन गर्न सक्नुहुन्छ बिहान। र एकदमै सास फेर्नु अप्ठ्यारो हुने समस्या, वाकवाकी लाग्ने समस्या, टाउको दुख्ने समस्या आउन सक्छ। त्यसको लागि चाहिँ हाम्रो प्राकृतिक नेचुरल तरिकाको उपचार पद्धति छ, जसको लागि अदुवा, लसुन, टिमुर र मकै भुटेको खानुपर्छ है गाइज।